हेलो गाइस, सबैलाई स्वागत छ आज मेरो दोस्रो ब्लगमा। आज चाहिँ स्कुल नगई चाहिँ आज हामी तल घुम्न जाँदैछौँ सालमामा। अनि मेरो सालमामा जाने काम चाहिँ के छ भने विशेष गरी त्यहाँनिर एउटा आन्टी हुनुहुन्छ अरे, त्यो आन्टी भेट्न जान आँटेको। अनि हाम्रो दिदी चाहिँ एकदम चिटिक्क परेर राम्रो भएर जानुभएको छ। हामीलाई पनि माया लिएर शिवजी भन्दै हिँडिरहेको छौँ हामी पनि, होइन? शिवजी चाहिँ फेरि भगवान भनेको होइन, शिवजी चाहिँ भगवान होइन कि, हामी एउटा मान्छेलाई खोज्दैछौँ शिव भन्ने नाम मान्छेलाई, होइन? त्यहाँ बाटोतिर कोही छन् कि छैनन्, यो पात बाहेक केही उडेको छैन यो बाटोमा चाहिँ। बल्ला दिदी जानुभयो, चाहिँ दिदी हुनुभयो। हेर्नु यहाँको भ्यू चाहिँ कस्तो राम्रो छ नि। तपाईँहरू चाहिँ यदि कहीँ दिङ्ला बजार घुम्न आउनुभयो भने तपाईँ पेट्रोल लाउने ठाउँ चाहिँ यहाँ तलतिर छ। अनि घ्याम्पे चौक चाहिँ यहाँ पर छ, तपाईँहरू हुन्छ। यति राम्रो भएर गएको कसैले हेरेन। अहिले चाहिँ हामी टक्कसँग लाएर रानाटीमा पतेर रामधारा छ। त्यहाँपछि चाहिँ अझै पनि निराचोक पुगेर त्यहाँबाट न्युपर्ने धारा आउँछ, त्यहाँदेखि नै उतै पुग्नुपर्छ। त्यहाँदेखि त्यहाँ पुगेर चाहिँ फेरि आउनुपर्ने हुन्छ। 20 तारिक जानुहोस् भनेर लेखेको छ। हामी चाहिँ 20 तारिक जान आँटेको किनकि एक्सिडेन्ट हुनसक्छ। हाम्रो दिदी चाहिँ एकदम सावधानी पूर्वक हिँड्नु भएको छ, बिस्तारी। हेर्नु सब बहिनीको पालो बिस्तारी हिँड्दै हुनुहुन्छ। ओइ पाइखा देख्नुभयो त गाई हाम्रो बिस्तारी हिँड्ने स्टाइल बेग्लै छ। गाई चाहिँ हामीले यहाँनिर दिदीको बाबाको टेम्पो भेटायौँ, होइन? अनि त्यहाँनिर जान आँटेको। यहाँनिर गाई चाहिँ हामी टेम्पो चढिसकेको छौँ, हुन्छ त्यहाँ छौँ। हिँड्नु परेन नि त। हाम्रो रियाक्सन हेर्दै गर्नु होला। अझै परसम्म फाइनली गाई चाहिँ हामी ड्यामबाट उत्रिसकेको छौँ। यहाँदेखि जानुपर्ने हुन्छ। अटोको मजा बेची यहाँनिर फेरि खुट्टाको सहायताले हिँड्ने बाटो यहाँनिर चाहिँ दिदीलाई चाहिँ फोटो खिच्दै सुट्टा भएर खिच्नुपर्छ क्या। राम्रो हुँदैन क्या मेरो लुक्स। दिदीको लुक्स चाहिँ यस्तो छ, मेरो लुक्स चाहिँ टक्कसँग लगाएर हिँड्दैछौँ हामी। सुन्दरा चोर्न जानुपर्छ। यहाँ छ सिटी देवी धारा छ। तपाईँहरू पनि प्यास लागेको छ भने आइकन पानी खानु होला। एड्रेस चाहिँ दिङ्ला भोजपुर। विशेष रोज डेको लागि, रोज डे गइसक्यो, त्यो पनि रोज डेको कपालहरूको लागि यो फुल चाहिँ टिपेर लानु होला आइकन। दिदी आज के डे अरे? हक डे अरे। बिहानै भइसकेको। हामी सिङ्गलहरूलाई के थाहा हो हक भनेको, है? हामी जस्तो सिङ्गल मान्छेलाई हक भनेको त किसिस भनेको हामीलाई थाहा छैन। अब प्रमिस डे अरे, अब हिजो एउटा मान्छे त 1000 रुपियाँ दिन्छु भन्दै थियो, त्यो पनि कहाँ गएको? आफ्नो प्रमिस चाहिँ अब आफ्नो प्रमिस चाहिँ पुरा गरेन, त्यस्तो हुन्छ गाइजहरू। मान्छे त विश्वास नगर्ने, प्रमिस दिएको केही भर छैन। त्यही जुन दिन प्रमिस खायो, होइन, त्यो दिन भोलिपल्ट सकिन्छ त्यो प्रमिस चाहिँ। हाम्रो प्रभु मात्रै हुनुहुन्छ है। यस आमेन। जस्तो गर्ने हाम्रो को हुनुहुन्छ? प्रभु येशू हुनुहुन्छ, राइट। अनि यो हक डे किस डे सबै चाहिँ हाम्रो लागि होइन क्या, त्यो संसारको लागि हो। अनि हामी चाहिँ को हो त? परमेश्वरको छोराछोरी हौ। अनि हामी सबै हामी प्रभुलाई नै भन्छौँ। मलाई सम्झाएको गाइजहरू यो चाहिँ। दिदी एउटा गीत गाएर सुनाउनु न। काला काला कुत्ता या 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 या। दिदी तपाईँ खुट्टा दुखेको छैन? नो बेबी नो, भरे चाहिँ लास्टमा गाह्रो हुन्छ होला।
म त मर्न आँटिसक्यो अरू बेला एक्लै आउँदा पनि फोन हेर्दै आउँथेँ त्यो पनि 3वटा फिल्म सक्दैन म यो मामालाई भने चिन चाहिँ कहिले आइपुग्दिनँ थिएँ गाइजहरू गाह्रो छ Hello guys. HAHA is not ha. It is ha. Hallelujah. Ha 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 ha. Hallelujah. Amen. आज भन्ने ठाउँमा चाहिँ आज कहाँबाट हेलिकप्टर देख्नु पाएँ गाइज मैले We are lucky. यसो गर्नु पर्थ्यो अर्को हेलिकप्टर आएपछि चाहिँ कालो कालो उड्दैछ है त उड्दैछ फाइनली गाइज म चाहिँ मामालाई आइपुगिसकेँ अनि छु अनि मामालाई चाहिँ हुन्टी छ हेरौँ कस्तो रियाक्सन गर्नु रहेछ म पुग्दाखेरि रियाक्सन कस्तो हुँदो पैसा चाहिँ कसले माग्ने त तैँले कस्तो रियाक्सन हुन्छ होला भनेको त घरमा मान्छे कोही रहेनछन् एकदम दुखित छु म